हे गाइज वेलकम ब्याक टु माई न्यू च्यानल। सबैजनालाई स्वागत छ फेरि पनि नयाँ ब्लगमा। सो आज चाहिँ हामी ओखलढुङ्गा हिँडेको यहाँ टक्क साथीसँग। अनि सो आजको भिडियो चाहिँ एकदमै एक्साइटेड हुनेछ, रमाइलो हुनेछ किनकि म फर्स्ट टाइम स्केटिङ खेल्न जाँदैछु। किनकि हल्का एक्साइटेड भइरहेछ स्केटिङ खेल्नको लागि। म त फर्स्ट टाइम हल्का एक्साइटेड भइरहेछ स्केटिङ खेल्नको लागि। यो त धेरैचोटि गयो होला होइन, कतिचोटि गएछ त? दुईचोटि गएको रहेछ। म फर्स्ट टाइम जाँदैछु। यो कस्तो फन्नी हुन्छ जस्तो लागेको छ। अहिले हामी बाटोमा जाँदैछौँ। बाटोमा यताउता गाडी पनि केही छैन, सायद गाडी पाएन भने हामी खुट्टाले जाने हो। त्यस्तै। अब हामीलाई ओखलढुङ्गा पुग्नको लागि कति टाइम लाग्छ भन्दाखेरि कति लाग्छ? 45 मिनट। कहाँ 45? 1 घन्टा। 1 घन्टा 45 मिनट लाग्छ। सो यति टाढादेखि हामी जाँदैछौँ स्केटिङ खेल्न र ओखलढुङ्गा घुम्न। वेलकम टु माई ब्लग। सुकै छैन मैले चाहिँ पुरा यस्तो देखिरहेको छु। यो गाडीमा जाने अफिस गाडी देखेन के हुन्छ त? अफिस गाडी चाहिँ हामीलाई लिफ्ट दिँदैन नि। यो गाडीमा लिफ्ट दिन्छ होला नि। यहाँ दिन्छ होला कि सरकारीमा ए गाइस यो गाडी एउटा रहेछ कि। अनि हामीलाई यसो लिफ्ट दिन्छ होला भने गाडी रोक्छ त्यहाँ लिफ्ट मागौँ न। दिन्छ होला कि। मतलब कस्तो हामी छेउमा पुगेको त गाडी बिस्तारै गयो लिफ्ट माग्छ कि भनेर होला यार। बोल्दै हिँडेको देख्नु त्यहाँ। सो केही छैन, आज चाहिँ गाडी साडी पाएको छैन। सरकारी गाडीमा लिफ्ट हुन्छ हुँदैन। हामी जस्तो सेलिब्रेटी हामी यस्तो भिडियो बनाउनेहरूलाई त लिफ्ट दिन्छ कि। क्या जोक मारा भाइ। यो भिडियो मन परिरहेको होला एन्ड सबैजनालाई लाइक गर्नु, सब्सक्राइब गर्नु, अनि जे गर्नु मन लाग्छ सबै गर्नु। कमेन्ट पनि गर्नुहोस् है। कस्तो होइन कमेन्ट नगर्नु छोडिदिनु। कमेन्ट चाहिँ नगर्नु, बाँकी लाइक सब्सक्राइब सेयर सबै गर्नु। प्यारी समाज गई। कहाँदेखि हुनुहुन्छ दाइ तपाईँ? हामी ठ्याक्कै तेर्थुमबाट म हजुर अहिले चाहिँ कहाँबाट आएको भने नेचा नेचादेखि आउनु भएको रहेछ दाइहरू चाहिँ। नयाँ ठाउँ हाम्रो लागि यो हो यो बाबु होइन। हजुर अहिले चाहिँ कहाँ हिँड्नु भएको? अहिले हामी धरान दरान हिँड्नु भएको रहेछ दाइहरू चाहिँ। ल भाइको यो गाइस सबैले सब्सक्राइब गरिदिनु होला, फलोवर्स बढाइदिनु होला, फलो सब्सक्राइब जे हुन्छ। ओके ल दाइ, हस् त दाइ। ल कता यता ओखलढुङ्गा जाने हो? लिफ्ट दिनु न दाइ नत्र। ल ओके गाइस, ल हामी टक्क होइन यहाँ लिफ्ट पनि पाइसकिसक्यो। ल हुन्छ हामी यता पछाडि बस्नु न त, धुलो छ होला फेरि। ओके गाइस हामीलाई लिफ्ट पाइसक्यो। ओके एभ्रिवान, ल हामी हिँडिसकेछौँ। यहाँ एकजना छ। अनि गाइस ल अब हामी ठक्कै यो दाइहरूसँग कुरा गरेर पनि अब हिँडिसक्यो हामी। लगभग अब गाडीमा त देर लाग्दैन हामी गाडीमा चाहिँ। हेलो गाइस, कस्तो भइरहेछ? ओके एभ्रिवान, सो हामी पुग्न लागिसक्यो अब चाहिँ। यहाँ कस्तो मजा आइरहेछ यस्तो भिडियो बनाउनु। त्यहाँदेखि अझै यता मात्रै कस्तो भइरहेछ त्यहाँ? ओके गाइस अब चाहिँ यहाँदेखि जो उता ट्राफिक छ, सो त्यही भएर हामी चाहिँ यहाँबाट खुट्टाले जानुपर्ने हुन्छ। ल दाइ हजुर यहाँ उतापट्टितिर ट्राफिक छ, सो त्यही भएर हस् त ल दाइ, थ्याङ्क यू सो मच दाइ। ल ओके गाइस हामीलाई यहाँ ठक्क लिफ्ट पनि पाइसक्यो। ओके फाइनली गाइस हामी चाहिँ ओखलढुङ्गा पुगिसकेछौँ। यो र म। ओके केटाहरू भेटेको छ हामीलाई चाहिँ होइन। ओला त्यहाँ हामी आज भेटेको छ होइन। बेटर के भन्नु, अब घाम तापिरहेको छ भर्खर यार। केटाहरू चाहिँ यहाँ टक्क होइन गाइस कामबाट आएको रहेछ। यसमा मेरो सिम छ के यसमा त एउटा मात्र दाइ पनि कामबाट आउनु भएको रहेछ। के छ सन्चै? ओके एभ्रिवान, सो अझ
अझै पनि हामी ओखलढुङ्गामा छौँ गाडी पाएदेखि यहाँ केटाहरूसँग भेटेर एकछिन गफसप गऱ्यो ओखलढुङ्गा हेर्न सक्नुहुन्छ यस्तो छ ओखलढुङ्गा चाहिँ ओके भाइ लेट्स सी कहाँ हिँडेको हामी खोइ कहाँ हिँड्यो मलाई किन पता नि हामीलाई थाहै छैन हामी कहाँ हिँडेको यहाँ केटाहरूले त्यत्तिकै बौला तालमा हिँडाएर होइन भौला त्यो ओखलढुङ्गामा टाउको होइन बौला तालमा हिँडाइरहेको छ अब हिँडिरहेको छ अनि गाइस मेन चाहिँ हामी तपाईँहरूलाई त्यो ओखलढुङ्गा बजार देखाउँछु को खोइ म चिन्दिनँ हेर म त्यो मान्छेको अनि किन बोल्यो त अनि कहाँ मैले योसँग बोलिरहेको होइन हामीलाई चिन्ने ए त्यो निखिले हो क्या त्यो सेन्टरको बाहुन हो क्या त्यो सेन्टरको बाहुन हो क्या आई एम सरी बाबु ओके गाइस अब चाहिँ हामी ठक्कै यहाँ बजारमा पुगिसकेका छौँ एन्ड बजार चाहिँ यही नै हो यहाँ आलु हेर्न सक्नुहुन्छ अनि यहाँ मुला पनि रहेछ यहाँ चाहिँ खुकुरीहरू छ यता बाबु अनि यता चाहिँ हेर्न सक्नुहुन्छ ओखलढुङ्गाको बजार चाहिँ यस्तै हुन्छ हामी बजार ओह्रालो लागिसक्यो त मामा भेट्यो ओखलढुङ्गाको बजार हेर्न सक्नुहुन्छ सो आज चाहिँ हामी अलि ढिलो पुगेकोले मात्र हो कि आज ओखलढुङ्गा अलि ढिलो पुगेकोले मात्र हो आज हल्का त्यस्तो बजार छैन नत्र यति धेरै मान्छेहरू हुन्छ ओए सबैको काम सकाउँ न पहिला तिम्रो काम सकाउँ हाम्रो त काम सामै छैन हामी त त्यही त्यसैको लागि आयो हेर म त खेल्नकै लागि हो म त खेल्नकै लागि हो होइन होइन निखिले यो पनि ठक्कै यहाँ आएछ होइन सबैजना स्वागत छ यहाँ के 2 लाइन बन्दियो नि त ल के भन्नु ल के जे भन्न मन लाग्छ त्यही ल हाम्रो जाङबुलाई भ्लगमा सपोर्ट गरेर एकदम माथि यस्तो पुऱ्याउनु गऱ्यो है अस्ति नै कस्तो नचिन्ने केटाहरू अनि मेरो नाम के रे सुक्देम भाउ केटाहरू पनि चिन्जान रहेछ यहाँ पहिला नै यसको बच्चा छ यसको त बच्चा छ ए कता हो त्यो स्केटिङ खेल्ने ए स्केटिङ खेल्ने चाहिँ यो साइडमा तपाईँहरूलाई देखाउँछु यहाँ बजार भयो यो बजार हो यो बजार भयो अनि यो साइडबाट जानुपर्ने हुन्छ हामी चाहिँ अब त्यही साइडमा जाँदैछौँ तर म मात्र हो जाने चाहिँ क्रिकेटहरू नजाने रे ओके केही छैन हामी 2 जना मात्र भए पनि खेल्न जाँदैछौँ अब केटाहरू हुन त अघि बाटोमा यति धेरै केटाहरू भेट भएको थियो तर त्यहाँबाट केटाहरू कोही पनि नजाने रे त्यो स्केटिङ खेल्नका लागि चाहिँ तर म चाहिँ फर्स्ट टाइम जाँदैछु त्यही भएर एक्सपिरियन्सको लागि भए पनि म एकचोटि चाहिँ गएर खेलेरै आउँछु होइन सो लेट्स सी के कस्तो हुन्छ आई डोन्ट नो होइन सो हेर्दै जानुहोस् गाइस मलाई यतितिर चिकन किन्थ्यो यार यसले ओके ओइ गइटे नि त चिकम हो चिकम ल ब्रो चिकम कता हो गइटे अन्त कहाँ यतै ब्लग हेर्न या ब्लग सब्स्क्राइब गर्दै ओके एभ्रिवान सो यो चाहिँ मेरो पहिला पढेको साथी थियो बाहुनको चोरा के बोले भाइ क्या रहेछ ओके हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ स्केटिङ पार्क कफी एन्ड स्पोर्ट लेखेको छ यति राम्रो छ वाउ ओ माइ गॉड त्यस्तो उस्तो छैन लाइक यहाँको ब्यानर देखेर चाहिँ यस्तो राम्रो रहेछ हेरौँ भित्रको भ्यू कस्तो छ ओके गाइस म खेल्न ट्राई गर्छु ल अभी मजा आएगा ना भिडो ओए मलाई नि सिकाउ न कसरी खेल्छ कि यो खुट्टा कसरी कन्ट्रोल गर्छ सिकाउ न ल हिँड त त हिँड म त सँगसँगै आउँछु कन्ट्रोल गर त हिँड ल मलाई तान नपऱ्यो ल कता छ कता ताजा भयो
कसरी खेल्छ के अब चाहिँ भएन खोइ अगाडि चाहिँ कसरी जान्छ कि अगाडि चाहिँ कसरी जान्छ खुट्टा टेकेर जाने अब चाहिँ यो गाइस फाइनली मैले सिकेँ ल ओके गाइस हेर्न सक्नुहुन्छ मेरो खुट्टा हा ओके यस्तो म फेरि यस्तो उता नअठाइकन होइन गाइस फर्स्ट टाइम आउनु बित्तिकै होइन बिना अटाइकन बिना सेफ्टी यत्तिकै चलिदिन्छु म इजिली गइँदो रहेछ अगाडि बढ्दिनँ कि म मेन सेफ्टीले गर्दा नि त मेरो हात बाँच्थ्यो यार पसिना आइसक्यो मलाई त बाई बाई गाइज यति पसिना त म घरमा काम गर्दा नि आएको थिएन हो भने यति पसिना त म घरमा काम गर्दा नि आएको थिएन यार तर जे भने यस्तो मजा आइरहेको छैन सुन्नु उता मेरो टाइम अब भयो त्यही पनि एकछिन खेल्ने टाइम आयो त्यही पनि खेलिरहेको छु ओके अब एकैछिन मात्र खेल्छु म पनि किनकि भर्खर मैले 1 घन्टाभित्र चाहिँ अब सिकिसकेँ लगभग अनि त्यही भएर मैले मजा लिन पाइनँ दुःख मात्र भयो क्या अब जस्ट 5-10 मिनट चाहिँ म यस्तो मजा लिन्छु राउन्ड हानेर सो त्यही नै हो सिक्नलाई मात्र टाइम गयो आवाज चाहिँ मेरो चाहिँ तर जे होस् मजा आयो लड्यो पनि दुख्यो पनि यहाँ मेरो हात दुखिरहेको छ यस्तो डेन्जर हात दुखिरहेको छ अनि मजा आइरहेछ जे होस् खेलिरहेको छु एक्लै कोही छैन म एक्लै खेलिरहेको छु ओके नसा मेरो उता भित्तामा समाउँदा हातै कालो भइसकेछ यस्तोमा समाउँदा हातै कालो भइसकेछ ओके केही छैन यो विदाउट ह्यान्ड पनि हिँडेँ ल गाइज लो हिँडिदिएको ल म चाहिँ अब चाहिँ पुग्यो म खेल्दिनँ ओके ल भाइ यति नै आजको लागि यति नै गाइस धेरै खेलियो उड्यो होइन लड्यो पनि यता यस्तो दुखिरहेछ मलाई हात दुख्यो मारी हात दुख्यो मेन कुरा त मलाई मारी धेरै हात चाहिँ होइन धेरै चाहिँ मलाई चाहिँ यस्तो हात ठोक्यो हात दुख्यो सो फाइनली आजको लागि यति नै सो बाई बाई सी यू एभ्रीवन फेरि भेटौँला अर्को भिडियोमा सी यू बाई बाई टाटा